राजनीतिक दलका विद्यार्थी संगठन र ट्रेड युनियन किन काम छैन भन्ने बारेमा बालिनले दिएका दुईवटा यस्ता तर्कहरू। काम दु करेला हम काम करके देखाइ 4 साल र फुर्सद नै छैन त भाषण कता से दु त। प्रधानमन्त्री बालेन शाहले 3 महिनासम्म नबोलेरै काम गर्ने बताइरहेकोमा अहिले सुकुम्बासी प्रकरणमा चौतर्फी घेराबन्दी हुन थालेपछि उनले सामाजिक सञ्जाल मार्फत स्पष्टीकरण दिएका छन्। त्यसपछि उनले ट्रेड युनियन र दलका विद्यार्थी संगठनहरू बन्द गर्ने सरकारी निर्णयको बचाउ गर्दै अर्को एक लामो स्ट्याटस लेखेका छन्। सो स्ट्याटसमा भएका दुईवटा मुख्य कुराको अहिले खुबै प्रचार भइरहेको छ। त्यसमा नम्बर 1 मा विद्यार्थीले राजनीति सिक्दा गुरुबाट सिकुन्, नेताको भिडबाट होइन। अनि दोस्रो, कर्मचारीले विधि खोजुन्, नेताको छहारी होइन भनेर भनेको भनाइ निकै चाखलाग्दो रहेको छ। त्यसको साथसाथै बालिनले विद्यार्थी संगठनको नाममा स्लिपर सेल नामको एक भनाइ प्रयोग गरेका छन्। सो स्लिपर सेल भनेको के हो र विद्यार्थी संगठनका नेताहरू किन त्यस्तो बने भन्ने बारेमा प्रश्नहरू उठिरहेका छन्। यस विषयमा एआईलाई सोच्दा एआईले भन्छ स्लिपर सेल भन्नाले मुख्यतः सुरक्षा गुप्तचर सन्दर्भमा प्रयोग हुने भनाइ हो। अनि यसको अर्थ कुनै संगठन जस्तै आतंकवादी समूह वा विदेशी गुप्तचर नेटवर्कका सदस्यहरू जो सामान्य नागरिक जस्तै देखिन्छन्, लामो समयसम्म सुतिरहेको जस्तो निष्क्रिय बस्छन्, तर आदेश पाएपछि अचानक सक्रिय भएर काम गर्न थाल्छन्। यस्ता लुकेर बसेको र मौका पर्खिरहेको गुप्त समूहलाई स्लिपर सेल भनेर भन्ने गरिन्छ। बालिनले विद्यार्थी संगठनका नेताहरू त्यस्तै स्लिपर सेल हुन् भन्ने अर्थमा सो भनाइ प्रयोग गरेको बुझ्न सकिन्छ। त्यस्तै विद्यार्थी संगठन र कर्मचारी संगठनहरूको बारेमा बालिनले भनेका ती दुई कुराहरूलाई प्रत्येक युवाहरूले कण्ठ पार्नुपर्छ भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी छोडेका पूर्व पत्रकार रविन्द्र मिश्रले सामाजिक सञ्जालमा एक चाखलाग्दो भनाइ लेखेका छन्। मिश्रको भनाइभन्दा पहिला बालेन शाहले लेखेको स्ट्याटसको पूर्णपाठ यस्तो छ। उनी लेख्छन्, धेरै पत्रकार, नेता, अभियन्ता, व्यापारी र आम जनताले वर्षौंदेखि एउटै कुरा भन्दै आएका छन्, विद्यार्थी र कर्मचारी तन्त्रलाई पार्टीकरणले बिगार्यो। वर्षौंदेखि धेरै संगठन विद्यार्थी र कर्मचारीको हितभन्दा बढी दलका स्लिपर सेल बने। योग्यताभन्दा पहुँच, क्षमताभन्दा झोला र झण्डाको मूल्य बढाइयो। यसले प्रणालीप्रति जनताको विश्वास कमजोर बनायो। राष्ट्रिय स्वतन्त्र पार्टीले शिक्षालय र कर्मचारी तन्त्रबाट दलगत राजनीति हटाउने कुरा संगठन बनाउन नसकेर गरेको होइन। चाहने हो भने आजकै दिनमा ठूला विद्यार्थी र कर्मचारी संगठन बनाउन सक्छ, तर अर्को दलगत संगठन थप्दैमा न शिक्षाको गुणस्तर बढ्छ न कर्मचारीको सम्मान जोगिन्छ भन्ने कुरा विगतले देखाइसकेको छ। त्यसैले अब स्पष्ट निर्णय आवश्यक थियो। शिक्षालयमा दलको झण्डा निषेध, कर्मचारी तन्त्रमा दलको झोला निषेध। यसले अधिकार खोज्दैन, बरु पेशागत स्वतन्त्रता बलियो बनाउँछ। अब नियुक्ति, सरुवा र बढुवाको आधार दलगत निकटता होइन, विधि, क्षमता र दक्षता बन्नुपर्छ। हाम्रो प्रयास यति मात्र हो, विद्यार्थीले राजनीति सिक्दा गुरुबाट सिकुन्, नेताको भिडबाट होइन। कर्मचारीले विधि खोजुन्, नेताको छहारी होइन। हामी चाहन्छौं विद्यार्थीले राजनीति सिकुन्, तर सभ्यता, विचार र जिम्मेवारीको राजनीति। कर्मचारीले जनताको सेवा सिकुन्, कुनै दलको होइन। यो कुनै पार्टी विरुद्धको लडाईँ होइन, यो प्रणाली बचाउने प्रयास हो, यो भविष्य बचाउने प्रयास हो, यो देशलाई दलगत कब्जाबाट निकालेर संस्थागत मार्गमा ल्याउने प्रयास हो। शिक्षालय र कर्मचारी तन्त्रलाई दलगत संक्रमणबाट मुक्त गर्ने यो प्रयास हो। त्यसैले तपाईहरूकै चाहना अनुरूप अध्यादेश मार्फत यी विकृतिहरू हटाएका छौं। हामीलाई सबैको साथ र विश्वासको अपेक्षा छ। तपाईको साथ चाहिएको छ, विश्वास चाहिएको छ, किनकि परिवर्तन भाषणले होइन, निर्णयले आउँछ। हामी तपाईहरूकै जनचाहना बमोजिम काम गर्न सरकारमा आएका हौं। तपाईहरू ढुक्क हुनुस्, हामी जे गर्छौं आम नेपाली जनताकै हितमा गर्छौं। यसरी प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा लेखेको यो भनाइका दुई महत्वपूर्ण कुराको बारेमा रविन्द्र मिश्रले लेखेको भनाइ यस्तो छ। यी दुई वाक्य सबै पार्टीका युवाहरूले कण्ठ पार्नु राम्रो, किनभने क सार्वजनिक शिक्षाको गुणस्तर नबढी संसारमा कुनै पनि देशले प्रगति गरेको छैन। गुणस्तरीय निजी शिक्षाबाट मात्र देशको रूपान्तरण सम्भव नै हुँदैन।
नेपालको हकमा निजी विद्यालय ठूलो हदसम्म विदेशका लागि रेडिमेड दक्ष जनशक्ति उत्पादन गर्ने फ्याक्ट्री हुन्। सार्वजनिक शिक्षाको गुणस्तर तन्नम हुनुको एउटा प्रमुख कारण दलीय विद्यार्थी संगठन थियो। नम्बर ख, एउटा सरकारी कार्यालयमा 7वटा दलीय युनियनको बोर्ड झुन्ड्याएर विकास गरेको संसारमा एउटा पनि देश मलाई थाहा छैन। कसैलाई थाहा छ भने बताइदिए हुन्छ। सरकारी वेतनधारीको दलीय भातृ संगठन कर्मचारी तन्त्र भ्रष्ट र असक्षम हुनको एउटा प्रमुख कारण थियो। यी दुई विषयमा राजनीति सुरु गरेदेखि मैले 200 पटक बोलिसके होला। आफूले गर्ने अवसर नपाएका सुशासनका काम भटाभट राष्ट्रपा सरकारले गरेको देख्दा दिल खुश हो रहा है। वेल डन, बट एज यू नो माई कन्सिस्टेन्ट पोजिसन हैज बिन बढ्दो रूपमा असुरक्षित बन्दै गएको विश्व अनि जटिल बन्दै गएको भू राजनीति र आन्तरिक परिस्थितिहरू माझ सुशासनको एजेन्डाले मात्र नेपाललाई थेक्न सक्दैन भनेर उनले सामाजिक सञ्जालमा लेखेका छन्। त्यस्तै सरकारले ट्रेड युनियनका सबै कार्यालयहरू तत्काल बन्द गर्न निर्देशन दिएको विषयलाई पनि बालेनले सम्बोधन गर्दै गर्दा नेपाल सरकारले मन्त्रालय, विभाग, आयोग, सचिवालय तथा निकायहरूमा यही वैशाख 22 गते मंगलबार साँझ एक परिपत्र जारी गर्दै ट्रेड युनियनका सबै कार्यालयहरू बन्द गर्न निर्देशन दिएको थियो। संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको परिपत्र अनुसार ट्रेड युनियनका विभिन्न समितिमा आबद्ध कर्मचारीहरूलाई तोकिएको दरबन्दी अनुसारको जिम्मेवारीमा फर्कन पनि भनेको छ। त्यसअघि सरकारले अध्यादेश मार्फत निजामती कर्मचारीहरूका ट्रेड युनियनहरू खारेज गरेको थियो। तर त्यस लगत्तै ती संगठनहरूले आफ्नो संगठित गतिविधि जारी राखेको बेलामा मन्त्रालयले यस्ता गतिविधिप्रति निगरानी गर्न सुरु गरेको पनि बताएको छ। सरकारले जारी गरेको केही ऐनलाई संशोधन गर्ने अध्यादेशले कर्मचारीको ट्रेड युनियनको व्यवस्थालाई खारेज गरिदिएको छ। तर कर्मचारी ऐनमा कुनै पनि प्रकृतिको कर्मचारी संगठन नरहने गरी व्यवस्था भइसकेको भए पनि दलीय कर्मचारी संगठनहरूले सोमबार एक विज्ञप्ति जारी गरेका थिए। सरकारी कर्मचारीले संगठनको हैसियतमा वक्तव्य जारी गरेपछि सरकारले यो विषयमा गम्भीर भएर कारबाही सुरु गरेको बताएको हो। संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले 2083 साल वैशाख 22 गते जारी गरेको पत्रको विषय छ ट्रेड युनियनका कार्यालय बन्द गर्ने सन्दर्भमा। श्री मन्त्रालय, विभाग, आयोग, सचिवालय, निकायहरू सबै प्रस्तुत विषयमा केही नेपाली ऐनलाई संशोधन गर्न बनेको अध्यादेश 2083 बाट निजामती सेवा ऐन 2049 को दफा 53 मा रहेको ट्रेड युनियन सम्बन्धी व्यवस्था खारेज भएको बेहोरा विदित छ। उक्त सन्दर्भमा तहाँ तथा अन्तर्गतका निकायहरूमा रहेका निजामती कर्मचारीसँग सम्बन्धित ट्रेड युनियन, आधिकारिक ट्रेड युनियन समेतका विभागीय तथा अन्य समितिका कार्यालयहरू बन्द गरी उक्त समिति र समितिमा आबद्ध रहेका कर्मचारीहरूले ट्रेड युनियनको प्रयोजनको लागि कार्यालय भवन, कार्यकक्ष, सवारी साधन लगायतका अन्य सेवा सुविधा तथा सरकारी सम्पत्ति उपयोग गरेको भए सम्बन्धित कार्यालयले फिर्ता लिए ट्रेड युनियनका विभिन्न स्तरका समितिमा आबद्ध भएका कर्मचारीहरूलाई तोकिएको दरबन्दी अनुसारको कार्य जिम्मेवारीमा खटाउने व्यवस्था मिलाउनु हुन मिति 2083-1-22 को सचिव स्तरीय निर्णय अनुसार अनुरोध छ। विवेक बिरारी, शाखा अधिकृत भनेर यो पत्र सार्वजनिक गरिएको छ। यसलाई बोधार्थ प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारलाई दिइएको छ। बालेनले विद्यार्थी र कर्मचारीहरूले राजनीति गर्नु हुँदैन भनेको भनाई र ती संगठनहरूमा आबद्ध भएर विद्यार्थी राजनीति र कर्मचारी राजनीति गरिरहेकाहरूले त्यस्तो खालको काम गर्नु हुँदैन भनेर तर्क गरिरहेका छन्। तपाईलाई के लाग्छ, के विद्यार्थीहरू राजनीति गर्नु पाउनु पर्छ त अथवा कर्मचारीहरू राजनीति गर्नु पाउनु पर्छ त? कि बालेनले लिएको कदम सही छ? तपाईलाई के लाग्छ? कृपया कमेन्ट गर्नुहोला। धन्यवाद।